हामीले आज यो कार्यक्रम किन गरिरहेका छौं भने आज गणतन्त्र विरोधी भावनाहरू बढेर गइरहेका छन्। गणतन्त्रमाथि प्रश्न चिन्ह खडा भइरहेको छ। यो अवस्थामा आज गणतन्त्रको रक्षाका निम्ति, यसको संस्थागत विकासका निम्ति र जनताले आफ्नो अधिकार प्राप्त गरेको जुन सार्वभौम सत्ता अधिकार जनताले प्राप्त गरेका छन्, त्यो अधिकारलाई सुनिश्चित गर्नका निम्ति हामीले गणतन्त्रको रक्षाका निम्ति यो प्रकारको कार्यक्रम आयोजना गरेका छौं। आज गणतन्त्रमाथि विभिन्न पक्षबाट प्रहार भइरहेको छ। एकातर्फ हिजो पञ्चायती व्यवस्थामा आफ्नो बर्मलुट बचाउनेहरू, जनतामाथि निरङ्कुशता लान्नेहरू आज सपना देख्दैछन् फेरि हिजोको पुरानो स्वर्ग फर्काउन सकिन्छ कि भन्ने प्रकारको कल्पना आज प्रतिगामीहरू देखिरहेका छन्। अर्कातर्फ केही मान्छेहरू यो धमिलोमा माछा मार्न सकिन्छ कि भनेर विभिन्न प्रकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरू धमिलो पानीमा माछा मार्ने प्रयत्न गरिरहेका छन्। नेपालको राजनीतिक आन्दोलनमा विभिन्न प्रकारका शक्तिहरू, साम्राज्यवादी शक्तिहरू, प्रतिक्रियावादी शक्तिहरू नेपालको अस्थिर राजनीतिमा खेलेर यहाँको राष्ट्रियता, यहाँको स्वाधीनता, यहाँको सार्वभौमिकतालाई समाप्त गर्ने प्रयत्न गरिरहेका छन्। अर्कातर्फ आज गणतन्त्र प्राप्त भइसकेपछि यसको नेतृत्व गर्ने दलहरूले गणतन्त्रलाई ठिक ढंगले सञ्चालन गर्न नसकेका कारणले, जनतालाई सही प्रकारको डेलिभरी दिन नसकेका कारणले, जनतालाई सुविधा दिन नसकेका कारणले, नागरिकलाई रोजगारको वातावरण सिर्जना गर्न नसकेका कारणले, उत्पादन वृद्धि गर्ने कार्यक्रम नबनाएका कारणले आज जनतामा निराशा पैदा भएको छ, जनतामा आक्रोश पैदा भएको छ, जनतालाई अविश्वास पैदा भइरहेको छ। यो अवस्थामा विभिन्न प्रकारका शक्ति केन्द्रहरू एक ठाउँमा रहेर गणतन्त्रमाथि प्रहार गर्दैछन्। नेपालको राजनीतिक आन्दोलनमा राष्ट्रिय जनमोर्चा मात्र यस्तो पार्टी हो जसले मुलुकमा पैदा हुने विभिन्न प्रकारका राजनीतिक घटनाक्रमको बारेमा पूर्व सचेतना प्रदान गर्ने काम गर्ने गरेको छ। हिजो 46 को आन्दोलनपछि हामीले भन्यौं प्रतिगामीहरूको खतरा छ, प्रजातन्त्रमाथि खतरा छ, लोकतन्त्रमाथि खतरा छ। हामीले त्यति बेला भन्यौं, त्यो कुरा त्यति बेलाको अस्तित्वमा आएका, त्यति बेला नेतृत्वमा भएका राजनीतिक दलहरूले स्वीकार गरेनन्। घटनाक्रमले देखायो कि नेपाली जनताले प्राप्त गरेका कयौं मौलिक अधिकारहरू, प्रेस स्वतन्त्रताका अधिकारहरू, बोल्न पाउने अधिकारलाई कुण्ठित गरेर प्रतिगामीहरूले फेरि प्रजातन्त्रलाई खोज्ने काम गरेका थिए। अहिले फेरि प्रजातन्त्रलाई खोज्ने प्रयत्न हुँदैछ, प्रजातन्त्रलाई समाप्त गर्ने प्रयत्न हुँदैछ, जनताका मौलिक हकलाई समाप्त गर्ने प्रयत्न हुँदैछ। तपाईँ हामी सबैले देखेका छौं, हिजोका पञ्चहरू लौरो टेकेर सडकमा आइरहेका छन्, हिजोको स्वर्ग फर्काउने सपना देखिरहेका छन्, हिजो परिवारका आधारमा राज्य सञ्चालन गरेकाहरू आज फेरि त्यही पुरानो स्वर्ग पाइन्छ कि भनेर त्यो कल्पना गरिरहेका छन्। त्यो दिवा स्वप्न नगर्दा हुन्छ। नेपाली जनताको चेतना धेरै माथि गइसकेको छ, समाज विकास धेरै माथि गइसकेको छ। समाजले आज पछाडि गर्ने कुरा स्वीकार गर्दैन। समाज विकासको नियम सधैँभरि अगाडि जाने हो, समाज विकासको नियम पछाडि फर्किने होइन। तपाईले समाजलाई हेर्नुस्, हिजो राणा शासन कस्तो प्रकारको थियो, पञ्चायती व्यवस्था कस्तो प्रकारको थियो, जनताका अधिकारहरूलाई कुण्ठित गर्ने काम गरिएको थियो, जनताका अधिकारलाई कमजोर बनाउने काम गरिएको थियो। र आज तपाईँ देखिरहनु भएको छ, जनता स्वतन्त्र चाहन्छ, जनता आफ्नो विचार अभिव्यक्त गर्न चाहन्छ। आज मिडियाको यो काम पुगिसकेको छ। आज हिजोको कुरा सम्झिने हो भने पञ्चायती कुरा सम्झिनु सम्भव हुन सक्दैन। त्यसकारणले आज जुन प्रकारका विचार उठेका छन्, यो विचार प्रतिगामी विचार हुन्। आज यसका पछाडि पनि थुप्रै कारण छन्। आज किन गणतन्त्रमाथि प्रश्न उठेको छ? गणतन्त्र भन्दा पञ्चायत राम्रो छ भनेर होइन, गणतन्त्र भन्दा राजतन्त्र राम्रो छ भनेर होइन। आज गणतन्त्रमा जनताले जुन प्रकारको सेवा र सुविधा पाउन पर्थ्यो, जुन प्रकारको अधिकार पाउनु पर्थ्यो, जुन प्रकारको नागरिक सर्वोच्चता हुनु पर्थ्यो, त्यो प्रकारको नागरिक सर्वोच्चता हुन सकेन। जसका कारणले आज तपाईको चाहिँ गणतन्त्रमाथि प्रश्न उठेको छ, गणतन्त्र विरोधी भावना जन्मिएको छ। हामीले देख्यौं गणतन्त्रको नेतृत्व गर्नेहरूले के गर्दा रहेछन्। केही मान्छेहरू सिंहदरबारभित्र बसेर सरकारी सम्पत्तिलाई निजीकरण गराउने काम गर्दा रहेछन्। केही मान्छेहरू सिंहदरबारभित्र बसेर
नेपाली नागरिकलाई भुटानी बनाएर अमेरिकामा बेच्ने धन्दा गर्दा रहेछन्। केही मान्छेहरू भिजिट भिसाको नाममा मानव तस्कर गर्दा रहेछन्। यो प्रकारको क्रियाकलापका कारणले आज गणतन्त्र विरोधी भावना जन्मिएको हो। गणतन्त्र खराब भएर होइन, गणतन्त्र गलत भएर होइन, गणतन्त्र भन्दा पञ्चायती व्यवस्था राजतन्त्र ठिक भएर होइन। आज यो प्रकारको चरित्र सरकारमा बस्नेहरू देखाएका कारणले, भ्रष्टाचारलाई संस्थागत गरेका कारणले, भ्रष्टाचारलाई नियन्त्रण गर्न नसकेका कारणले, जनताको मागलाई सम्बोधन गर्न नसकेका कारणले आज तपाईको चाहिँ गणतन्त्र विरोधी भावना जन्मिएको हो। त्यसकारणले हामीले भन्न चाहन्छौँ, आज प्रतिगामी बाटोमा गएर होइन, आफ्नो परिवारको रक्षा गर्न नसक्ने मध्ययुगीन सामन्ती व्यवस्था जसले 10,000 सेनाको घेराभित्र रहेको आफ्नो वंशलाई बचाउन सकेन, त्यो वंशले देशको रक्षा गर्छ भन्न सकिँदैन। एउटा परिवारले सारा नेपाली जनताको नेतृत्व गर्न सक्छ भनेर हामीले विश्वास गर्न सक्दैनौँ। नेपाली जनताको नेतृत्व गर्ने भनेको जनताबाट अनुमोदित एउटा नेताले नेतृत्व गरेर व्यवस्था ल्यायो। त्यसकारणले यो सम्भवको विषय होइन। आज केही मान्छेहरू लागेको छ, केही धार्मिक चुल्टे मुल्टेहरूलाई लागेको छ। धर्मको नाममा तपाईले देख्नु भएको छ, भारत जहाँ बीजेपीको सरकार छ, मोदी सरकार यहाँ हिन्दू राज्यको कुरा गरिएको छ, यहाँ राजतन्त्र फर्काउने कुरा गरिएको छ। यदि सक्छ भने पहिला भारतले आफ्नो देशमा राजतन्त्र फिर्ता गरोस्, हिन्दू धर्म लागू गरोस्। आज अर्काको देशलाई एउटा खेलौनाको रूपमा, एउटा